हेलो साथीहरु, हजुरलाई मेरो ब्लगमा धेरै धेरै स्वागत छ। आज म हजुरलाई अस्ति चाहिँ मैले आफ्नो घरभित्रको देखाएको छु। आज चाहिँ म आफ्नो घर वरिपरिको गाउँ ठाउँ चाहिँ देखाउने छु हजुरहरूलाई। हल्का अगाडि जाम है, म हजुरलाई पछाडि ब्याक क्यामेरा गरेर अरू ठाउँ पनि देखाउने छु। हेर्नु, यो अरू ठाउँ हाम्रो गाउँको वरिपरिको ठाउँ हेर्न सक्नुहुन्छ। त्यो हिरो घर, यो मेरो भान्सा, म यहाँतिर मेरो यो सब ठाउँ खिचिरहेकी छु। राम्रोसँग हेर्नु है, यो मेरो प्यारो प्यारो मेरो भाइ युवराज बाबु, माया गरिदेऊ त। ओहो, यस्तो प्यारो माया गर्यो। हेर्नुहोस् हाम्रो गाउँ, त्यो कुखुरा फारम, अनि हल्का अगाडि यहाँ हाम्रो आफन्तहरूको पनि घर छ, हेर्न सक्नुहुन्छ। अनि यो म हजुरलाई अगाडिको पनि देखाउने छु, हेर्न सक्नुहुन्छ। हल्का अगाडि गएर राम्रोसँग हेर्नु है मेरो गाउँ। अब हल्का अगाडि जाम। अब हजुरलाई म आफ्नो घर पछाडिको पनि देखाउने छु है, मेरो घर पछाडिको सिन पनि देखाउने छु। अब हामी जाउँ घर पछाडितिर, म हट्दैछु। अब जाउँ है पछाडितिर, म जाँदैछु। हजुर पनि मेरो भिडियोलाई हजुर माया गरिदिनु हुन्न। आजकल सब्सक्राइबरहरू हल्का कमाउनु लागि। हेर्नुहोस् हिरोको घर, अस्ति एउटा भिडियो मैले हालेको थिएँ सर्ट्स पुरा हिरोको घरको माथि। अब हल्का अगाडि जाउँ। अब घर पछाडिको सिन पनि देखाउने छु म हजुरलाई। मेरो घर पछाडिको सिन हेर्नु, पुरै काम लागेर केही पनि देखिन्न होइन अहिले। घाम लागेर हेर्नु, केही पनि देखिन्न होइन। हजुरले आजकल मेरो भिडियोलाई लाइक सब्सक्राइब गर्न बिर्सिनु भयो क्या हो? मेरो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला है साथीहरू, अनि बेल आइकन पनि दबाइदिनु होला। यो हाम्रो वरिपरिको यो ठाउँ हेर्न सक्नुहुन्छ। घाम अति छ है, घाममा बाहिर निस्किन सकिन्न। ल त बाई साथीहरू। हल्का अगाडि पनि हजुरलाई देखाइहालौँ पहिला, त्यसपछि बाईका कुरा गरौँला। हल्का अब हामी अगाडितिर जाउँ है हाम्रो घरको। अब म हजुरहरूलाई अगाडि लिँदैछु। हजुरले मेरो अरू भिडियो पनि हेरिदिनु होला र मेरो भिडियोमा लाइक सब्सक्राइब गरिदिनु होला। यो मेरो घर पछाडिको सिन हेर्न सक्नुहुन्छ। अब हामी हल्का अगाडि जाउँ। ल त ल, यो हाम्रो घर वरिपरिको ठाउँ देखाइसकेकी छु मैले अब हजुरहरूलाई। अब हजुरलाई अगाडिको सिन देख्नु छ भने चाहिँ म यो अर्को पार्ट पनि हाल्ने छु, त्योमा हेर्न सक्नुहुन्छ हजुर। अब मेरो भिडियो हजुरलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। ल मेरो भिडियोको धेरै मेरो भिडियोलाई माया पनि गरिदिनु होला हजुरहरूले। म हेर्नुहोस् मेरो घरभित्रको ठाउँ हेर्नुहोस् कस्तो छ। यो मेरो घरभित्रको वरिपरिको ठाउँ हेर्नु, यो फ्रिज। अब म जाँदैछु आफ्नो कोठाभित्र। मेरो कोठाभित्र जाऊँ है। अब हजुरलाई म आफ्नो कोठाभित्रको ठाउँ पनि देखाउँदैछु। यो मेरो कोठा, अनि यो मेरो ल्यापटप भर्खर चलाउँदैछु।